Click our photo outside. Click our photo. बुझेर ल्याइसक्यो चाहिँ Can I see once? No. Yes. एकछिन हेर आँखा झिम नगरिकन है Fish fry. Ini send piece ya full piece. मामा छ नि मामा विङ्सलाई यसरी विङ्स सकिन्छ लागेर हाम्रो Yummy. So nice. As a proposing to Taju. कस्तो लाग्यो? As a proposing to Taju. Loving to Taju. What about you? I like your block. What about you? I like your life. As a proposing. किन रुन्दै थियो त दाजु? तपाईले कुट्यो? हस के मन परेको थियो दाजुको आँखा मन परेको थियो आँखा भने चाहिँ आँखा मन परेको दाँत कसले लग्यो छा उले उसको लगिरहेको छ है तिनैजना I have a solution. So my mother, when I was a little baby, I could not brush my teeth. No, I was not like what I now know. So my mother did not brush my teeth only. Why? Because I was a kid, I could not brush, and she thought my teeth will be like this, and it happened like this. No, that is because of too much of chocolate. I never did. You too. Don't. Don't. What? पहिरामेको साथ हिँडिरहेको होइन होला भयो लु हेर ऊ यकीन की हद के पास दिल को भ्रम ये हो गया एकदम क्यूट मोमेन्ट है यो नमस्ते वेलकम ब्याक टु ब्याक एनिभर्सरी प्लस बर्थडे हो आजको आइज
भ्लगिङ जर्नी सुरु अब युट्युब च्यानल उटु तेरो अनब्लगिङ हुन्छ तेरो अन तिमीहरूको अन फिसिङ जस्तै ओ अझ अझै ओ यतिकै लगाइदे बस साथीहरू सधैँ आउने भाइहरू तपाईँले टिका लाउनु बाजेकोमा आउँछ नि थ्याङ्क यू अझको चाहिँ बर्थडे प्लस एनिभर्सरी साथी मात्रै ह्याप्पी बर्थडे सरी साइडको साथी हजुर भाइ टिका त बाना मात्रै नि पैसा थप्न आएको आशीर्वाद भन्थ्यो नि अन्त सबैभन्दा ठुलो आशीर्वाद पैसा नाच्दा भोलि छैन कस्तो अरे What angel never wears this kind of clothes? त्यही त खोलेको छैन के अन्त यो खोलिसकेको भ्यालेन्टाइन्स खाने बानी कि BMW. मस्टर एनर्जी अघि तपाईँले भनेको जस्तो कि फेरि एनर्जी हान्छ के गर्नु फेरि हजुर एनर्जी हान्छ के गर्नु फेरि त्यो त तपाईँलाई थाहा होला त्यो त हजुरलाई थाहा छ अस्ति भुटानको किरिङ देखाइहाल्नु भयो तपाईँले मलाई भुटानको खिचिङ देखाएको मैले तिमीलाई चाहिँ देखाएको नि यो सबै नै हालेको कि सुहाउँदैन रहेछ यो ठुलो गाडीको होइन तर त्यो देख्दा चाहिँ म सक भएको थिएँ देख्दैन रहेछ म त्यो जुन तपाईँको त्यो किचन देखेँ नि त्यो देखेन देखेन कहिले पनि देखेन जिन्दगीमा फर्स्ट टाइम हाम्रो त त्यो त फ्यामिली मेम्बर जतिको थियो किचन त त्यो किचन देखेँ जब त्यो किचन देखेपछि म एकदम सक भएँ त्यो म अनि के सक दिमागमा भएपछि के मेरो सोच्छ? दिमागमा यति ट्रिगर भयो मलाई होइन ट्रमा म जन्मेदेखिको अहिलेसम्मको सबै मैले फ्ल्यासब्याक देखेँ त्यो सबै पुनर्जन्म भाँच्छ त डेन्जरस हो नि हो त्यो त मुसलमान किरिङ थियो त्यो मैले यसमा पनि झुन्डा थिएँ कि तर सुहाउँदैन रहेछ यसमा के हो त्यो अब यो त्यो अब अल्टोकोमा सबै म्याच हुन्छ कि हुँदैन त्यो यसमा सबै गाडीमा छ यसमा होइन त्यो पारिवारिक माहौलको लागि फिटिङ किचन होइन त्यो त अब सोचाइमा छ नि त्यो त्यही त हो सोचाइमा हो त्यो त भुटानमा वर्सिप गर्छ कसलाई त्यो यस इट्स सिमिलर टु शिवलिङ्ग पोजिटिभ सोच न अरे त्यो पैसा भने राम्रो कुरा हो नि कसरी हो राम्रो अरे संसार फैलाउने अन्त भगवान् होइन लाइफ दिने हो नि त त्यो पनि सोच्नु पऱ्यो नि त तिमी नेगेटिभ सोच कहाँ हुन्छ त्यस्तो हो थाहा छैन तिमीलाई हर एक दैलोमा हुन्छ त्यो भुटानमा साइजको त्यसलाई भुटान गाउँ लानु भुटान लानु त्यसले छुइहाल्छ नि फेरि होइन पाउँदैन त्यसो भए त म त हरेक घरमा आँखा छिम्म गरेर छिर्नु पर्ने रहेछ यसरी तिमी गरेर छिर्नु पाउँदैन नि त पुरा हेरेर मात्रै छिर्नु यस्तो पाउँदैन हुन्छ हरेक घरमा गयो ठोकेर दियोस् होला नि हरेक घरमा जाने के होइन हौ ढोक्नुपर्छ भाइ ढोक्नु गुड लक तिमी ढोकेर अन्त भुटानमा त एन्ट्री हुँदैन नि तिमीको ढोक्नुपर्छ ढोकेर मात्रै एन्ट्री हुन्छ त्यस्तो होइन तर मलाई जहाँसम्म लाग्छ अब सरी बोल्नुभन्दा अगाडि नै म सरी भन्छु तर भुटानको मान्छेहरूसँग त्यत्रो चाहिँ हुँदैन त्यो जुन त्यो किचनमा छ त्यो त हुँदैन नि त्यो त एउटा बनाएको मात्रै हो नि त्यो त अब बोलाएको अब गुड लक बोलाएको गुड लकको लागि जति ठुलो लाग्छ इन्सपिरेसन हो त्यहाँसम्म पुग्न सक्छु कि भन्ने हो र सरी सरी होइन
यस्तो भएको छ है। दिइहालेको तर यस्तो हो कि अब साइलासँग होइन सबै छ। अब यो पनि किन्यो, यो पनि किन्यो, मेटा ग्लास योभन्दा अगाडि किन्यो ब्लग गर्छु भनेर। यो त 4 होइन सुन्नु न, योभन्दा अगाडि मेटा ग्लास किन्यो, भ्लग गर्छु भनेर किन्यो, भ्लग गरेन। अनि अहिले यो पनि किन्यो, तर योभन्दा मैले अगाडि के क्वेसन सोधेको थिएँ नि, सायद अब तपाईँहरूले यत्रो किनिसक्यो भ्लग नगर्ने भन्दाखेरि चाहिँ के भन्ने थाहा छ मलाई? फर्चुनर हाइलक्स किनेन नि त हो। भ्लग गर्नलाई चाहिँ उसलाई हाइलक्स चाहिन्छ अरे, झापड दिन्छ अनि भ्लग गर्नलाई हाइलक्स चाहिन्छ चाहिन्छ भाइ। अब अहिले यो किन्यो अनि यो किनेपछि मैले क्वेसन सोधेँ कि अब त भ्लग गर्ने होला नि त होइन। यो चाहिँ कस्टमाइज जे गर्दा पनि हुन्छ। यो चाहिँ वात्तै जुम हुन्छ, जुम इन यो दुईटा बटन एक्स्ट्रा छ। पदमले यो चाहिँ कस्टमाइज जे गर्दा पनि हुन्छ। पदमले एन्ड्रोइडबाट भ्लग बनाएर यत्रो कसम यो सस्तै केटी भन्दा दामी थियो है यो राम्री केटी। अब राम्री केटीलाई कसरी म एक्सप्लेन गर्छु भने त्यो हाम्रो अभिषेक बच्चनको बुढीको अरे ऐश्वर्या राय त्यो भन्दा नि राम्री यो सर्ट है। ल बेस्ट सर्ट ल